आज म तपाईहरुलाई प्रिमियममा आइपीओ निष्कासन हुन आँटेको र पाइपलाइनमा रहेका कम्पनीहरुको बारेमा चाहिँ भन्नेछु। कुन कुन कम्पनीहरु चाहिँ पाइपलाइनमा रहेको छन् त? पाइपलाइनमा रहेको पहिलो कम्पनी रहेको छ बम्बे स्टिल लिमिटेड। यस कम्पनीले कुल 1,11,92,727 किता शेयर चाहिँ आइपीओ निष्कासन गर्ने अनुमतिको तयारी रहेको छ र यस कम्पनीको इस्यु प्राइस चाहिँ 303 रुपैयाँ हुनेछ र यसको सेक्टर भनेको चाहिँ म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ रहेको छ र इस्यु म्यानेजरको रूपमा चाहिँ नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। त्यसैगरी दोस्रो कम्पनी रहेको छ भगवती स्टिल। यस कम्पनीले कुल शेयर चाहिँ 15 लाख किता शेयर चाहिँ आइपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ र यसको इस्यु प्राइस चाहिँ 233 रुपैयाँ हुने भएको छ र यसको सेक्टर चाहिँ म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ नै रहेको छ र यस कम्पनीको इस्यु म्यानेजरको रूपमा चाहिँ नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ र यसैगरी तेस्रो कम्पनी रहेको छ सेन्चुरी इनर्जी लिमिटेड। कम्पनीले कुल 3 लाख किता शेयर आइपीओ निष्कासन गर्न अनुमति लिन आँटेको छ र यसको इस्यु प्राइस चाहिँ 275.11 रुपैयाँ रहेको छ र सेक्टर भनेको चाहिँ हाइड्रो पावर रहेको छ। यस कम्पनीको इस्यु म्यानेजरको रूपमा चाहिँ एनआइएमबी क्यापिटल रहेको छ र यसैगरी अन्तिम र चौथो कम्पनी रहेको छ चाहिँ छाया सेन्टर लिमिटेड। यस कम्पनीले कुल 14,37,500 किता शेयर चाहिँ आइपीओ निष्कासन गर्दैछ र यस कम्पनीको इस्यु प्राइस चाहिँ 400 रुपैयाँ हुनेछ र यस कम्पनीको सेक्टर भनेको चाहिँ अदर्स रहेको छ। यसैगरी यस कम्पनीको इस्यु म्यानेजरको रूपमा चाहिँ प्रभु क्यापिटल लिमिटेडलाई राखिएको छ भने आजको भिडियो कस्तो लाग्यो? राम्रो लागेमा भिडियोलाई लाइक, शेयर अनि कमेन्ट र यस्तै खालका भिडियो र यस्तै खालका जानकारीमूलक भिडियोहरू हेर्नको लागि चाहिँ मलाई फलो गरेर राख्न पनि नबिर्सिनु होला।